So, welcome everyone. You are with Suraj and you are watching Sri Podcast. So, आजको मेरो पोडकास्टमा हाम्रो अतिथि भनौँ या गेस्ट भनौँ या फ्रेन्ड भनौँ है, जो चाहिँ मेरो कलेज टाइमको साथी, ओभर मिल्ने साथी. सो ऊ चाहिँ आज मैले यहाँ पोडकास्टमा इन्भिटेसन दिएर उसलाई रिक्वेस्ट गरेर यहाँनिर लिएर आएको छु. सो वेलकम उजित. So thank you so much for having me in your show, and thank you so much for not sending me the invitation as well. Yeah? What is the invitation? It's okay. Okay, before going out with the episode, I would like you guys to support this video. Do share, subscribe, and like. त्यो भन्दा पछि अरू के भन्नु त है, त्यो छ नि एउटा लाइक काइन्ड अफ रिक्वेस्ट. सो ओके, हामी यो पोडकास्टको एपिसोड सुरु गर्दाखेरि फर्स्ट हामी कुरा गर्नु पर्दाखेरि चाहिँ वी विल गो ब्याक टु वेयर वी मेट है. हामी कलेज टाइममा भेटेको थियो. त्यति बेला तिमीलाई थाहा छ यो कलेज टाइममा फर्स्ट हामी भेट्दाखेरि मलाई कस्तो पारा तिमीले देखेको थियो, लाइक भिजुअली हुन्छ नि अब. Okay. Obviously, तिमी मान्छे जस्तै देखिन्छ. No, actually, jokes apart, actually, I found you like very funny, you know. तिमी कुनै कुरामा त्यस्तो अब हुन्छ नि, कतिजना इमोसनल हुन्छ, कतिजना अब इभन आफ्टर ह्याभिङ ब्रेकअप एज वेल, you know, they get emotional, very, you know, like कस्तो gloomy face living. But you are not like that. You took everything, whatever happened to you, as a joke, and not as a joke, but funny way में तिमीले ट्याकल गर्यो. सो त्यो कुरा चाहिँ मलाई तिम्रो पुरा मन पर्थ्यो यो. अब बिकज तिम्रो प्लेसमा मै भए सायद त्यति बेलाको फेजमा सायद इमोसनल हुन्थ्यो होला, एन्ड कतिवटा टाइममा भए पनि होला, यु नो बेटर है. सो तिम्रो चाहिँ त्यस्तो थिएन, एन्ड तिमी सबै कुरालाई चाहिँ अब जस्तो प्रब्लम आए पनि तिमी फनी वेमै ट्याकल गर्थ्यौ. सो द्याट वाज समथिङ आई रियली एप्रिसिएट अबाउट यू. सो एन्ड स्टिल यु आर द सेम आई गेस. मलाई चाहिँ अब हुन्छ नि, म त्यसै मेरो मेमोरी राम्रो छैन. मेरो मेमोरी सार्प गर्नु लागि मैले एनमोल लेखेको थिएँ हिजो हो. त्यो आज मैले बिहान खानु पर्यो भनेर हेरेको एनमोल र बिर्सेँ कहाँ राखेर. सो भन्दाखेरि पनि मलाई आई स्टिल रिमेम्बर वेन वी फर्स्ट मेट. त्यति बेला यु वर गोइङ थ्रु ब्रेकअप फेज, राइट? Oh my God. Seriously? Was it important? त्यति बेला तिम्रो ब्रेकअप थियो नि त, ब्रेकअप भएको थियो. सो यु वर रियली मेस्ड अप हुन्छ नि, फक्ड अप होइन त्यति बेला. Seriously? त्यो चाहिँ मलाई आज थाहा छ क्यौ, त्यो इन्सिडेन्टहरू जुन चाहिँ तिमी एमजीमा टेक्नुभन्दा अगाडि चाहिँ खुट्टा कान्थ्यौ. Dude, I can't. यो साँच्ची नै हो. दिस इज नट ए जोक है, दिस इज रियालिटी. दिस वाज रियालिटी वे ब्याक इन 2014. के भन्नु चाहन्छु त्यसको बारेमा, त्यो पलको बारेमा? What can I say? That's like अहिले हेर्दाखेरि when I look back, है त्यति बेला अर्कै थियो. अब त्यति बेला अब हुन्छ त्यो सबैको लाइफमा हुन्छ, राइट? ब्रेकअप, प्याचअप एन्ड अल द्याट, रिलेसनसिप एन्ड अल द्याट. किनभने त्यति बेला हाम्रो त्यो मेच्युरिटी को थिङ्किङै आएको हुँदैन, मेच्युरिटी आएको हुँदैन, इन अदर वर्ड्स, राइट? सो त्यस्तै थियो. Yeah, he's right that म त्यति बेला एमजीमा टेक्नु पनि तिम्रो खुट्टा कान्थ्यो. it was quite difficult for me to like हुन्छ नि अब बिकज हुन्छ मान्छे इमोसनली विक भए पनि एमजीमा त के तिमी घरबाट बाहिर निस्किनु सक्दैन. So I faced the same, you know, like situation in my life, and thanks to you, but त्यो traumatizing phrase पनि मैले तिमीले गर्दाखेरि क्रस गरेँ, because he's the only one like took me to the same place where I was always scared of going or moving, right? So हुँदो रहेछ त्यस्तो. So and that is the reason I appreciate you, you know, because you tackle everything, and not only your problem but my problem you tackle in a very funny way. So because of that only, you know, I managed to move around. So त्यही अहिले सोच्दाखेरि चाहिँ लाइक आफूले हाँस पनि उठ्छ होला. Like अहिले सोच्दाखेरि चाहिँ I find it very funny, right? It was funny. You know, because like it was not funny because I was going through that phase. It's maybe like it looks so funny for you because तिमी त्यो फेजमा थिएनौ. So त्यो मलाई फेरि त्यो ब्रेकअपहरू कहिले सिरियसली लिएन. मलाई आज स्टिल तिम्रो रिलेसनले त सिरियसली ब्रेकअप इज. जब मेरो क्लास 12 हुँदाखेरि जब मेरो ब्रेकअप भएको थियो नि, त्यति बेला चाहिँ मैले अब आई वान्टेड टु क्राई हुन्छ नि, इट्स माई म त ब्रेकअप फेजदेखि गइरहेको छु, मेरो ब्रेकअप भएको छ, आई वान्ट टु क्राई भनेर चाहिँ यो पेन किलर पाउँथ्यो. पेन किलर खाएर चाहिँ आई एक्टेड हुन्छ नि एज इफ हुन्छ नि आई एम टक्सिकेटेड भएको जस्तो नि, अब पुरा दुईटा पेन किलर
ग्राउन्डमा के ग्राउन्डमा ओके रुन खोज्छु आँसु आउँदैन हो ओके त्यस्तो खालको फेसहरू भएको थियो तर होइन यो जुन चाहिँ अब त्यो टाइममा चाहिँ इट वाज सिरियस अब अहिलेको जुन चाहिँ नानीहरू छ टिनेजमा अहिले जो जेनजीहरू छ जो अहिले ब्रेकअप फेसमा पर्छ इट विल बी हार्ड फर देम काइन्ड अफ हार्ड साह्रो पर्छ नि भोक लाग्दैन निन्द्रा लाग्दैन डिप्रेसनसम्म जान सक्छ मर्नुसम्म सक्छ दिस इज नट ए स्मल थिङ अहिले हामीले सोच्दाखेरि पो लाइक वी आर म्याच्योर इन स्टुपिडिटी त्यस्तो गऱ्यो होइन अहिले पुच्छेको लागि चाहिँ लाइक भन्दाखेरि चाहिँ सानो भाइहरूलाई चाहिँ के भन्छ जो चाहिँ यो फेजदेखि जान्छ म चाहिँ के भन्छु भने एडभाइस एडभाइस इज लाइक एडभाइस चाहिँ यही हो सी लाइफमा धेरै कुराहरू छ क्या हामीले कुनै एउटा पर्टिकुलर कुरालाई अब जस्ट द पार्ट खास भनौँ भने पार्ट अफ लाइफ सो कुनै पनि पार्ट अफ लाइफलाई चाहिँ अब यति साह्रो अब फोकस चाहिँ गर्नु हुँदैन लाइक इन्डल्ज हुनु हुँदैन जुन चाहिँ कुरा चाहिँ हाम्रो स्ट्रेन्थ नभएर चाहिँ विकनेसमा कन्भर्ट होस् क्या सो वन्स समथिङ गेट्स लाइक इन्टु आवर हेड एन्ड हुन्छ नि वी मेक द्याट पर्टिकुलर थिङ एज आवर विकनेस राइट सो त्यो भयो भने चाहिँ के हुन्छ इट विल लिड अस टु आवर डिस्ट्रक्सन बिकज हामी न्यारो माइन्डेड हुन्छ राइट बिकज यताउता केही देख्दैन नो फ्रेन्ड्स नो फ्यामिली कोही पनि देख्दैन सो हामी खालि एकपट्टि हुन्छ अनि त्यो कुराले गर्दा न हामी अगाडि बढ्न सक्छौँ न पछाडि जान सक्छौँ अब कोही मान्छे हामीसँग फ्रेन्डसिपमै छ अरे होइन त्यो मान्छे हाम्रो लागि राम्रो हामीसँग हुन्जेलसम्म अन्त जब त्यो मान्छे हामीसँग कनेक्टेड हुँदैन हामीहरू मोस्ट अफन के गर्छ भने चाहिँ वी इन्टेन्ड टु ब्लेम देम क्यो उसले गर्दा लाइफ यस्तो भयो उसले गर्दा मेरो यस्तो भयो म अगाडि बढ्नु पाएन द म्याटर अफ फ्याक्ट इज सी ओर like someone was not stopping you to go anywhere or do anything for your life or career, right? So हामी चाहिँ खालि ब्लेम मात्रै गर्छ नि त सो बट मैले चाहिँ कसैलाई ब्लेम गरेन स्टिल आई डोन्ट ब्लेम है बिकज यस्तो हो नि इन्स्टेड अफ ब्लेमिङ समवान म चाहिँ के गर्छु भने चाहिँ आई थ्याङ्क देम बिकज एज आई टोल्ड यु इट्स अ पार्ट अफ लाइफ है अन्त लड्छ उठ्छ होइन रिलेसन ब्रेकअप एन्ड अल द्याट इट्स अ पार्ट अफ लाइफ सो कोही हाम्रो लाइफमा अहिले छ भोलि छैन भने उसको मेबी त्यो मान्छेको रोल त्यतिसम्म मात्रै थियो कि वी हेभ टु टेक इट लाइक द्याट राइट अब कसैले मलाई नराम्रो गर्यो म पनि उसलाई नराम्रो गर्नु सक्दिनँ नि होइन सो वी हेभ टु टेक इट इन अ भेरी पोजिटिभ वे विच इज भेरी डिफिकल्ट एट द्याट टाइम बट अब विथ टाइम्स के यु लर्न किन यो चाहिँ मसँग मेरो इन्सिडेन्टमा चाहिँ के भयो भने चाहिँ त्यो ब्रेकअप भन्ने चाहिँ मेरो मात्रै होइन अरू पनि हुँदो रहेछ मेरो भन्दा डरलाग्दो स्टोरी हुन्छ कतिजना रुन्छ कतिजना अब दे कमिट सुसाइड एज वेल है तर अब त्यस्तै कुराहरूले गर्दा मैले अरू पनि देखेँ एन्ड आई कम्पेयर माई यु नो सिचुएसन विथ अदर्स राइट अन्त त्यो कुराहरूले गर्दा मलाई धेरै नै अब उयो हेल्प भयो सो म अझै लाइक हुन्छ नि ब्रड माइन्डेड भयो क्या सो त्यो मलाई सोचेर मैले धेरै कुरा एनालाइज गरेर चाहिँ मैले अब इन्स्टेड अफ ब्लेम अगाडि पनि बढेँ आई नेभर ब्लेम एनी वान एन्ड फर द्याट आइ एम प्राउड अफ माइसेल्फ ओके प्राउड भन्दा पनि लाइक छ त्यो त्यसमा त्यो थ्याङ्क्स गिभिङमा हामी क्याटेगोरीमा हामी पनि पर्छौँ लाइक तिमीले थाहा छ कि छैन लाइक वेन यु वर इन ब्रेकअप फेसमा जब तिमी थियौ त्यति बेला आई युज टु मोटिभेट यु यो काँसी थियो बसन्त थियो रिमेम्बर द्याट to make another girlfriend you so it was like you know like coming out of this situation and falling under the same situation once again and in that way you motivated me so college life सँग तिम्रो के सिकाया छ no absolutely no like यो गरेको भए हुन्थेछ त्यो गरेको भए हुन्थेछ अब म चाहिँ के भन्छु भन्दाखेरि चाहिँ अब मलाई केही कम्प्लेन छैन अब मैले स्टडिज अगाडि बढ्नु पाए पनि नपाए पनि इभन आफ्टर ग्रेजुएसन होइन लाइक मास्टर्सहरू पिएचडीहरू अब कन्टिन्यू गरेँ नगरेँ नि मलाई केही कम्प्लेनै छैन किनभने जे पनि छ अहिले होइन इट्स माई डेस्टिनी नि त होइन सो फोर्सफुली चाहिँ म केही कुरा गर्नु मन पर्दैन बिकज मलाई लाग्छ जुन चाहिँ कुरा चाहिँ हामीले गडले गर्छ नि अब जस्तो पढ्नुको लागि मन हुँदैन स्टिल आई वान्ट टु डु होइन आई जस्ट वान्ट टु डु पिएचडी एज वेल होइन तर अब लाइफमा एउटा टर्निङ पोइन्ट आउँछ कि सर्कमस्टेन्सेस पनि हुन्छ रेस्पोन्सिबिलिटिज राइट कतिवटा कुरा हामीले गर्नु पाउँदैन अब गरौँला गर्दिनँ होइन गर्छु बिकज अब इट्स माई फेभरेट सब्जेक्ट सो गर्छु बट एट द्याट टाइम एज वेल होइन लाइक म चाहिँ त्यही भन्छु अब रेस्पोन्सिबिलिटी निभाउनु पऱ्यो सबै कुरा ब्यालेन्स गर्नु पऱ्यो राइट सो त्यही भएर ड्यू टु सम सर्कमस्टेन्सेस सिचुएसन्स आई वाज नट एबल टु कन्टिन्यू माई स्टडिज
right? I jumped into this professional field, right? The responsibilities like that. So I don't have any complaint. अब लाइक हुन्छ नि हामी कलेज टाइममा अब हाम्रो प्यासन हबिजहरू त थियो लाइक Okay. वी टु डु लट्स अफ एक्टिभिटिज है Oh, yeah. अपार्ट फ्रम द्याट वी युज टु हेभ द कन्भर्सेसन के हो जब यो कलेज सक्छ अब कलेज सक्ने बित्तिकै यु विल हेभ R15 B2 त्यति बेला B2 थिएँ No, it's like I remember that I said that once we land a job, first job, मैले म बाइक किने भने चाहिँ the first pilgrim rider will be you, right? I remember, not just after finishing graduation, right? So त्यस्तो I remember, yeah, still remember. त्यति बेला B2 त्यति बेला त B3 त निक्लेको पनि थिएन थिएन That was not in market. No, that was त्यो बादमा नि त 19 or something, होइन 19 को 18-19 मा आएको नि त त्यो त B3 चाहिँ कतै लन्च भइसकेको थियो होला सायद मार्केटमा चाहिँ त्यस्तो थियो आउनेवाला चाहिँ थियो आउनेवाला थियो तिमीले B2 किने पनि हामी गए पनि कालिम्पोङ तर त्यो पनि डेनोलाई बोझो गरे झन्डै भिरबल पटेको फेरि के छ बोजो गाडी चाहिँ कस्तो हुन्छ भन्छ धुममा लाइक बोजो गाडीलाई चाहिँ हामीले के भन्न सक्छ भने नि यो सिक्किमको चेरापुन्जी अब हो नि त अब यहाँ अब भाजरादेखि उता काट्यो भने नि इन्भाइरोमेन्ट मौसम अटोमेटिकली चेन्ज भइहाल्छ इट स्टार्ट्स रेनिङ क्लाउडी हुन थाल्छ चिसो वेदर वेन यु कम टु तादुङ टोटली डिफरेन्ट इट्स लाइक नट सो त्यति बेला तिमीले मलाई बाइकमा पुऱ्याउनु जाँदाखेरि पनि त थाहा छ क्लाउडी लागेर चाहिँ तिम्रो बाइकको लाइट नदेखेर चाहिँ भिडियोमा चाहिँ अब कस्तो एग्रेसिभ छ नि त बाइक पनि अब चलाउनु नै अप्ठ्यारो म चाहिँ पछाडिदेखि चाहिँ फ्ल्यास लाइट बालेको That was so stupid. अब सोच न गाडी बाइकको तिम्रो बाइकको हेडलाइटले भ्याएको छैन तिम्रो फ्ल्यास लाइटले भ्याउँछ अहिले सोच्दाखेरि चाहिँ धर्म नि भिरको त्यहाँ यति बिचको रोडमा हो त्यो चाहिँ त्यहाँदेखि हामी यो कालिम्पोङ जाँदाखेरि तिम्रोमा त लाइसेन्स पनि थिएन यो डिन्ट ह्याड लाइसेन्स एज वेल आर्ट चाहिँ थियो नि त तर त्यो खालि त्यहाँ पनि अब त्यो कालिम्पोङमा त फेरि माथिदेखि चढ्ने कहाँदेखि पो चढ्छ उकालो त माथि त उयो चित्रदेखि उकालो फेरि कस्तो छ टर्निङ बाटोमा नकुदा नानी त्यो छोड न कति कि ब्लड यसको लागि यसको त्यो लडेर हो तर होइन मजा आएको थियो लडेर तिमी होइन त्यो उसमा बसेर फोटो खिच्ने त्यो फोटो आज पनि छ मेरो छ नि फोटो त्यो खोताला बस्दा गुगल त्यसमा छ कि त्यो फोटो खोता Do you remember my shoes, my getup? त्यति बेला अब अहिलेको लुक हेर्दाखेरि पो अलिकति मोटाएर कस्तो अङ्कल खालको लाग्छ त्यस बेला गालाहरू फ्याट्टै भएर फोटो म हाल्छु नि यहाँनिर त्यति बेलाको फोटोहरू हामी त खिचेको थियौँ हामी कहाँ तिम्रो कालिम्पोङमा गएर तिम्रो घरमा बसेर लाइक त्यो के डाँडातिर गएको थियो हामी पुच्चे डाँडाहरू यो माथि घोडा चढाउने त्यो ठाउँतिर गएको थियो वी रियली ह्याड ए फन हुन्छ नि गुड टाइम तिम्रो भाइहरू थियो राजीव भाइले हामीलाई एकोम्पेनी गरेको थियो होइन उनीहरूको घरमा नै बसेको थियो हामी कति दिन अन्त त्यति बेला नि मैले ढाँटेको थियो त्यति बेला हो कि होइन त्यति बेला होइन त्यहाँकि त्यो भिडियो त भइहाल्यो तिमीले भिडियो पनि किन्यौ भिडियो किन्दा चाहिँ तिमीले कसरी किन्यौ तिम्रो पैसा त्यति बेला काम थम्सन डिजिटलमा काम गर्दै That's too personal, I guess. हुन्छ नि पैसा यस्तो हुँदो रहेछ when you know like want to do something or like when you have a dream, I can see that, right? You work for that, right? अब तिमी त्यो डरलाग्दो हुन्छ नि डरलाग्दो पैसा कमाउने नै हुनु पर्दैन बट जुन चाहिँ कुरामा तिम्रो यसबाट नि एउटा लर्निङ फेज छ मेरो लाइफमा जुन चाहिँ कुरा तिम्रो लागि हुन्छ नि इम्पोर्टेन्ट हुन्छ जुन चाहिँ कुरामा तिमीलाई इन्ट्रेस्ट हुन्छ चाहे बाइक किन आर्ट्स होस् त्यो जेसुकै होस् या फुटबलै होस् स्पोर्ट्स इन अदर वर्ड्स त्यो कुराको लागि चाहिँ यु डु हार्ड वर्क बुझ्यौ सो इन्स्टेड अफ लाइक हुन्छ नि wasting your time, you try to intend to spend those valuable time for your dream. So मैले exactly त्यही गरेँ even though त्यस्तो थिएन मेरो प्याकेजहरू त्यस्तो थिएन but still अलिअलि गर्दै after I think after joining
or landing my first job. So within 1 year मै मैले निकालेको थिएँ I guess, right? So त्यो पनि second hand किनेको थिएँ, नयाँ ब्रान्ड न्यू त किन्न सक्दैन, but I was happy because न मैले त्यो बाइक हुन्छ नि बाइक कुदाउन जान्थेँ न बाइकको बारेमा केही थाहा थियो, but still मेरोमा एउटा डिटर्मिनेसन चाहिँ थियो, I'll buy भनेपछि I'll buy. अन्त फर्चुनेटली विथ गड ग्रेस है त्यो किन्न सकेँ. अनि मैले बाइक पनि आफै सिकेँ, लडेरै सिकेँ, नलडे होइन लडेरै सिकेँ कि. सो अहिले when I look back it motivates me क्या. मैले पनि त यो स्कुटी किन्दै तिमीलाई मलाई त कुदाउनु नै आउँदैन, यो न तिमी र मै थियो. म चाहिँ अब त्यो स्कुटीको सोरुममा चाहिँ अब जस्ट अब डकुमेन्ट्स मात्रै बुझाउनु गएको, बाइकै उठाएर आएको. स्कुटी हो स्कुटी उठाएर आएको थाहा छैन. त्यति बेला मलाई अब न साइकल कुदाउने ब्यालेन्स थियो. साइकल त मैले त 3 चक्की मात्रै कुदाएको सानोमा नि, त्यो 2 चक्का 2 व्हिलरको मैले पुरा रहर थियो होइन. तर अफसोस खेल्न पाइनँ, कुदाउनु पाइनँ, त्यो मौसममै त्यो इन्भाइरोमेन्टै बनेन गरे पनि. त्यो स्कुटी आउँदा चाहिँ एकतामा आएको थियो. सो यु वाज विथ मी द्याट टाइम अल्सो है. तिमीलाई तल गएर सिकेको थाहा छ, यो दुखेर बिचोक भएको थियो त्यति बेला. भने त्यसको फोटो पनि छ मेरो फर्स्ट स्कुटी किनेको कालिम्पोङमा होइन, यहाँ त होन्डा सोरुमबाट निकालेको होन्डा सोरुमबाट निकाल्यो. तल गएको थिएन हामी मार्चकमा त्यति बेला. त्यति बेला टिकटक त्यति बेला है राम्रो अर्कै थियो. त्यहाँदेखि तिम्रो त्यो V2 त थियो. आफ्टर V2 चाहिँ तिमीले तिम्रो V3 पनि आयो. त्यति बेला बिफोर आएको त बिफोर पनि हुन्थ्यो होला सायद. Who knows? अहिले ड्युक 250 छ. Okay, so अब moving to another episode भन्दा पनि another round. Let's talk about personal life. What is okay? Yeah, it's up to you. No, it's okay. It's a part of life, so don't have any problems. Personal life मा भन्दाखेरि अब सबै तिम्रो अब तितो कुरा गर्नु पर्दाखेरि के आउँछ त्यसमा? करेला. त्यस्तो अब तितो इन द सेन्स व्हाट? जे पनि हुनसक्छ नि. तिम्रो अब ड्युटीको हुनसक्छ, तिम्रो लभ लाइफको हुनसक्छ, जेसको नै हुनसक्छ. त्यस्तो त केही छैन, तितो मिठो त्यस्तो केही छैन. सो I just take things as it comes, right? So and I appreciate whether it's a bad day or so like good day. So I appreciate. So त्यस्तो त केही छैन. है भनेदेखि तिम्रो थम्सन गरिसकेपछि तिमी त टिचर पनि थियो नि. तिमी र मै गएको थिएँ त इन्टरभ्यूमा, तिम्रो इन्टरभ्यूमा. Do you remember that or not? Yes, I remember. You can edit Mamling. Why effect to it? Mamling तिमी चाहिँ यहाँ तादुङदेखि चाहिँ मामलिङ चाहिँ बिहानै ड्युटी जान्थ्यो. स्यालेरी पनि त्यति दामी त थिएन होला. लाइक त्यस्तो थिएन प्याकेज चाहिँ त्यस्तो थिएन. बट यस्तो नि अब भन्दा अलिक फनी सुन्छ, बट when you into something होइन, जस्तो तिमीले बाइकको कुरा गरेर कसरी निकाल्यो यस्तो मनी थिङ्स एन्ड अल द्याट, राइट? त्यस्तो नि when you're into something you have plans to do that, right? You make plans for that particular thing, right? And you have that energy because you're not only money is important, no doubt money is important, but apart from that, if we keep money aside, like you intend to do something good, like for the people who are connected with you, and that moment, since I'm very close with kids, so I had a very good bonding with my students. So I always intend to do something good for my students. So teaching ma pani मैले धेरै कुराहरू अब सिक्नु पाएँ. It's not like I was a teacher, so मैले मात्रै जान्दछु. So I learned from my students as well. You enjoyed your profession? Yeah, I really enjoyed my profession. Even I, like still enjoy whatever is like I'm learning. I took it as a learning phrase. I am taking it as a learning phrase now as well. Life भनेको चाहिँ हामीले त्यो जर्नी भनेर त्यो यहाँ दिनु त पुग्नु मात्रै नि होइन. I take my life as a book. कोही च्याप्टर्स ब्याड हुन्छ, कोही च्याप्टर्स गुड हुन्छ. त्यो च्याप्टर्स त्यो अब स्टोरिजहरूले गर्दाखेरि होइन, त्यो च्याप्टर्सहरूले गर्दा एउटा बुक कम्प्लिट हुन्छ नि. सो लाइफ पनि त्यही हो क्या. सो त्यति बेला त्यो स्कुलको च्याप्टर्स डिफ्रेन्ट, त्यसमा अब अप्स एन्ड डाउन्स,
त्यहाँदेखिको यतानिर अर्कै प्रोफेसन even after spending 9 years of teaching, in teaching field, I can say that त्यो phrase अर्कै छ अहिलेको अर्कै छ सो दुइटै मिलेर लाइफ कम्प्लिट हुँदैछ क्या लाइफको बुक कम्प्लिट हुँदैछ सो त्यति बेला अर्कै जोस थियो अन्त प्याकेजहरू त्यस्तो थिएन नट सफिसियन्ट आई क्यान से द्याट अब मान्छे त त्यही हो नि मान्छेलाई जुनै कुरा पनि कहिल्यै पुग्दैन क्या त्यही हो सो बट आई रियली इन्जोयड द प्रोफेसन यो ब्याकग्राउन्डमा अलिकति हल्ला आउँछ कि त्यसको लागि चाहिँ आइएम भेरी सरी है किनभने यो अफिस चाहिँ रोडको साइडमा छ नि त सो त्यही कारणले गर्दाखेरि अलिकति गाडीको ट्याप 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 सुन्नुहुँदैछ र तपाईँले हाम्रो स्टेटको हस्पिटल पनि यतैबाट जान्छ नि यहाँनिर सो त्योबाट चाहिँ अलिकति हल्ला भइरहेको छ ब्याकग्राउन्डको लागि त्यसको लागि सो सरी त्यसको लागि चाहिँ अब नोइज क्यान्सलेसनको लागि चाहिँ छैन स्टिल वर्किङ फर द्याट स्टिल वर्किङ अन्त अब नेक्स्ट कुरा गर्नु जाँदाखेरि चाहिँ कुरा गर्दाखेरि चाहिँ तिम्रो अहिले म हबिज त्यो तिनीहरू हेर्छु होइन सो ओके गड ब्लेस देम हो बिचरा त्यसमा छ होला नि त यो त एम्बुलेन्स हो नि त सो एम्बुलेन्समा क्रिटिकल भएरै साइरेन बजाएर लाँदैछ होला म त फायर ब्रिगेडको जस्तो लागेको थियो होइन यो हो त्यो एम्बुलेन्स हो सो अहिले मैले तिमीलाई हेर्दाखेरि लाइक युआर काइन्ड अफ रियली इन्टु फिसरिज एन्ड अल रियली तिमीले लाइक म तिमीसँग निकै गयो तिमी लाइक वी क्यान कल इट एज ए बिजनेस राइट बिजनेसै भन्दा हुन्छ यु कल इट बिजनेस बट आई कल इट प्यासन ओके 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 तिम्रो टर्ममा प्यासन मेरो टर्ममा बिजनेस because you're not into that that's म तिमीसँग नि गएँ नि दुई तिनजना कस्टमरकोमा where you gave your service ट्याङ्कहरू ठुल्ठुलो बनाइदिएको थियो फिसेसहरू एक्वेटिक प्लानदेखि लिएर सबै सेटअपहरू गरिदिएको थियो तिमीले है अन्त त्यसको बारेमा भन्दाखेरि चाहिँ लाइक तिमीलाई अब कहाँदेखि आयो त्यो यो म फिसरिज चाहिँ मेरो प्यासन हो भने किनभने म कलेज टाइमसम्म चाहिँ मलाई थाहा थिएन लाइक यु डिन्ट टक एबाउट फिसिङ एन्ड अल राइट that was like another chapter of my life so मलाई सानैदेखि माछाहरू चाहिँ त्यो स्विम गरेको डिफ्रेन्ट लाइक भाइब्रेन्ट होइन फिसेसहरू मुभिङ अराउन्ड पुरा मन पर्थ्यो सानैदेखि समटाइम्स यस्तो हुन्थ्यो द्याट चाइल्डहुड डेजमा चाहिँ माछा भनेर चाहिँ भ्यागुताको बच्चा पक्रेर ल्याउँदा मम्मीको धुलो खान्थ्यो Alright, so मलाई yeah, I don't know what you call it, but अब त्यति बेलाको टाइममा चाहिँ हामी उयो भन्थ्यो भ्यागुताको पनि के बच्चा समथिङ भन्थ्यो सो त्यस्तो हुन्थ्यो सो म चाहिँ आई वाज इन्टु फिसेस एन्ड कि पहिल्यैदेखि मन पर्थ्यो एक्वेटिक वर्ल्ड मन पर्थ्यो तर आई नेभर थट द्याट लाइफमा चाहिँ म एक्वेरियम्सहरू पनि बनाउँछु एन्ड आई वुड लर्न अबाउट एक्वेटिक प्लान्ट्स देयर रोल in an aquarium, right? And the कुन चाहिँ माछा कुन चाहिँमा कस्तोसँग बस्छ कस्तो माछा चाहिँ प्लान्टेड एक्वेरियममा बस्दैन आई अचानक मलाई त्यस्तो उयो हुन थाल्यो क्या त्यो कुरा धेरै जान्नु मन पर्यो लर्न गर्नु मन पर्यो होइन सो बिस्तारै 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 गर्दै अब मैले अब थ्रु माई मिस्टेक्स एज वेल आई स्टिल रिमेम्बर मैले एउटा कृषि भवनबाट एउटा दाजुकोबाट ट्याङ्क किनेको थिएँ अन्त आई रियली वान्टेड टु किप फिसेस राइट सो के भयो भन्दाखेरि चाहिँ फिल्टर पनि हाल्नुपर्छ अन्त पानी हाल्नुपर्छ देन आफ्टर द्याट चाहिँ माछा हाल्नुपर्छ त्यति मात्रै थाहा थियो सो आई एक्ज्याक्टली डिड द्याट राइट बट त्यस्तो फिल्टर हालेर पनि माछा सर्भाइभ गर्नु सकेन मर्यो 3टा कि 4टा थियो दे वर भेरी भाइब्रेन्ट मलाई नराम्रो लाग्यो क्या एन्ड नेक्स्ट अफ आई डिड भने चाहिँ अब माछालाई अब भित्र त ट्याङ्क छ मेबी लाइक दे आर नट लाइक कम्फर्टेबल आउट देयर एन्ड मेबी बिकज अफ दिस सराउन्डिङ्स एक्वेरियम भित्रको सराउन्डिङ्सले गर्दा एफेक्ट पारेको भने चाहिँ के गरेँ भने चाहिँ आर्टिफिसियल त्यो फुटम्याट हुँदैन ग्रासवाला सो त्यो ल्याएर मैले हालिदिएँ त्यहाँदेखि चाहिँ अब एक दुईवटा चाहिँ मैले प्लान्ट्सहरूको बारेमा लर्न गरेको थिएँ लाइक पिस लिली एन्ड अल द्याट टु रिड्युस एमोनिया एन्ड अल द्याट सो मैले त्यो पनि एड गरेँ सो त्यसरी पनि भएन अब त्यस्तो मिस्टेक्स गर्दा 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 फाइनली आई लर्न अबाउट एक्वेटिक प्लान्ट्स राइट अन्त कतिवटा गार्डन प्लान्ट्स पनि हामी युज गर्न सक्छ त्यसरी सिक्दा 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 चाहिँ एक्वेरियम्सहरूको पनि अब अलिअलि गर्नु थालेँ त्यो डरलाग्दो होइन स्टिल आम लर्निङ राइट अन्त माछाहरूको बारेमा सर्भिसेस पनि त निकै दिइसक्यो अहिलेसम्म कतिजनालाई सर्भिस दिइसक्यो see that out of 100 50% 50% and they really are happy
yes, they are satisfied, I can say that. आज कन्ट्याक्ट छ कस्टमर Some of the customers, they call me when like because they have never experienced those kind of things in their aquarium, right? So kunchi machale abo khonna parcha kunchi le directly abo I can see the light barriers, right? That is so beginner fish I suggest them because this चाहिँ अब maintain गर्नु पनि सजिलो हुन्छ नि त बेसी उयो गराउनु पर्दैन. So I give them advice what to do, what not to do. So they frequently call me bacha huncha and all that, you know. So they get happy, in other words, right? And they happy when my phone works, keep going because and all that. So I advise them. So to see that happiness on their faces, it's like something I live for. So in other words, I just want to change the mindset of our people saying that macha palna चाहिँ एकदम चीज हो, because I've been like getting those kind of words from so many people. अब पनि राम्रो काम छ भने त त्यसलाई क्रिटिसाइज गर्ने नि हुन्छ नि त. त्यही कुरालाई चाहिँ अब हुन्छ नि म आफ्नो मोटिभेसन गर्न चाहिँ अगाडि बढ्छु. So my aim is to, the reason why I started on this thing भने चाहिँ passion. I just want to change the mindset of our people saying that माछा पाल्नु चाहिँ झिजो हो, माछा चाहिँ पुरा स्याहार्नु पर्छ and all that. खासमा माछालाई त्यस्तो स्याहार्नै पर्दैन. माछाले जस्ट तिमीले अब केयर चाहिँ गर्नुपर्छ. When you do something out of care, it grows. यसको यो सिम्बोलिक भ्याल्युहरु छ यहाँनिर, like as we talk in Korea and all, Japan and all, भन्छ नि like माछा पाले it's kind of lucky for them. यस्तो हेर यस्तो मैले एउटा हेरेको थिएँ कि यस्तो हेरेर माछा जब मर्छ नि त्यति बेला त्यो माछा मर्दाखेरि चाहिँ आफ्नो दुःखहरू पनि त्यो माछाले लगेर गएको अरे नि. त्यस्तो चाहिँ I really don't know. त्यो चाहिँ हैन. त्यस्तो वास्तु something युट्युबमा हेरेको थिएँ. Yeah. अब according to, if you go to religious way भने चाहिँ के हुन्छ भने चाहिँ माछाको एक्वेरियम तिमीले नर्थ इस्टपट्टि फर्काएर राख्यो भने चाहिँ इट ब्रिङ्स यु गुड फर्च्युन भन्छ है वास्तुशास्त्र अनुसारले. कतिजनाले तिमी भन्छ माछा घरमा पाल्नु हुँदैन कुनै के नहोल द्याट होइन. अब मैले त्यो कुरा दुईजनालाई एनालाइज गरेर हेर्दाखेरि चाहिँ माछा तिमीले घरमा राख्यौ, अब यसो कुरा हेऱ्यो भने त धर्म पनि हो. किन भने त तिमीले उनीहरूलाई त्यही अब माछा पालेर होइन अब सेम इकोसिस्टम दिइरहेको छौ, एट द सेम टाइम फुड दिइरहेको छौ, दे आर फ्री फ्रम प्रेडेटर्स, दे आर ब्रिडिङ, राइट. उनीहरूको जनसङ्ख्या बढ्दैछ, जेनेरेसन पनि अगाडि बढ्दैछ. भोलिको दिनमा अब ठुलो भएर तिमीले त्यो माछालाई खोलामा पनि छोड्न सक्छौ होइन. सर्भाइभ गर्छ होला फेरि गर्छ, बिकज आई ट्राइड विथ रिभर फिसेस कि. सो सानोमा ल्याएको त्यो पक्रेर अन्त उनीहरूलाई आई फिड देम होइन, लाइक अन्त मैले उनीहरूले त्यस्तै इकोसिस्टम दिएँ, दे सर्भाइभ. अलिक ठुलो भयो त्यहाँदेखि खोलामा छोडिदिएँ भागेको. त्यो चाहिँ आई जस्ट वान्टेड टु एक्सपिरियन्स न, लाइक एक्सपेरिमेन्ट पनि हो खास. अन्त अब त्यो कुरालाई हेऱ्यो भने चाहिँ when the same fishes are into the river, अब हुन्छ त्यो अब इकोसिस्टम फुड चेन हो होइन. अब बच्चा दिने बित्तिकै कि चाहिँ पोचर्सहरूले मारिदिन्छ, फिसरम्यानहरूले उयो गरिदिन्छ होइन, अनि कि चाहिँ तिम्रो के हुन्छ ठुलो माछाले खाइदिन्छ, प्रेडेटर्स हुन्छ. सो त्यस्तो हुन्छ. राइट. सो अब डिफ्रेन्ट मान्छेको डिफ्रेन्ट पर्सपेक्टिभ छ नि. अब हामीले यस्तो नि जुनै कुरालाई आफ्नो सेल्फिस मोटिभले त पाल्नु भएन नि. अब माछाले मलाई गुड फर्च्युन ल्याउँछ भनेर चाहिँ म माछा पाल्नु भएन नि होइन. तर मैले इफ आम इन्टु समथिङ, जस्तो मैले बाइकको कुरा गरौँ, मलाई बाइकमा इन्ट्रेस्ट छ, मैले बाइकलाई स्याहार्छु, पुस्छु, मैला भयो भने नि धुलो भए पनि झार्छु. मलाई त्यो बाइकमा इन्ट्रेस्ट छ, ल्याएर थुपारिराख्छु, यो बाइकले मलाई हेरिदिन्छ बट म त्यो बाइकको बारेमा केही कुरा जान्दिनँ नि. अब बिस्तारै बिस्तारै अब हामीले धेरै कुराहरू सिक्छ नि त कुनै पर्टिकुलर कुराको. सो माछा नि त्यही हो क्या. सो what I say is like यति चाहिँ हो. अब I can say that keeping tank होइन, fish tank in your like in your room or like at your home, I can say that it's a stress reliever. तिमी यो चाहिँ मैले आफै एक्सपिरियन्स गरेको. तिमी बाहिर गएर टायरिङ डे हुन्छ, अफिसमा यस्तो अब हुन्छ मिटिङ्सहरूले गर्दाखेरि बिजी हुन्छ, बट बेलुका तिमी घरमा आएर एकछिन तिमी 5 मिनट्सको लागि त्यो माछाहरूको मुभमेन्ट हेर, प्लान्ट्सहरू यस्तो हल्लिरहेको हेर, तिम्रो स्ट्रेस रिलिभ हुन्छ कि, तिमीलाई स्ट्रेस रिलिभ हुन्छ. सो त्यो चाहिँ आफैले एक्सपिरियन्स गर्नुपर्छ तिमीले. अब यो होइन कि तिमीलाई माछा ल्याएर चाहिँ राखिरहेछ, चारो यति हाल्नु, द्याट्स नट द वे.
माछा कहाँ अन्त तिम्रो what can I say, मान्छे यस्तो खाना मागिरहँदैन नि अब त्यो हुन्छ नि मान्छे बिहान पनि खाइरहेछ इस्कुसे खाइरहेछ बेलुका नि इस्कुसे खाइरहेछ मलाई ब्यालेन्स डाइट देऊ यस्तो भन्दैन सो बिहान र बेलुका तिमीले माछालाई 2-3 दाना उयो हाल्दियो चारो हाल्दियो अब चारो पनि कुरा गर्दा तिमीले अब मार्केट फुड ल्याउँछ होइन कतिवटा होम मेड फुडहरू पनि तिमीले युज गर्न सक्छौ जसले तिम्रो माछालाई ग्रोथमा हेल्प गर्छ लाइक अब इफ आई हेभ टु बी भेरी अनेस्ट माछाले बच्चा पार्यो होइन एउटा अन्डा उमालेर तिम्रो त्यो एग योक हुन्छ नि एग योकलाई चाहिँ चम्चीमा अलिकति पानीसँग फिट त्यहाँदेखि 2-3 बुन्दहरू चाहिँ हालिदियो तिमीले ड्रप्स हालिदियो त्यो सानो माछाले खान्छ नि फिस फ्राइज भनौँ न माछाको बच्चाले खान्छ ग्रोथ छिटो हुन्छ न्युट्रिसियस हो अन्त त्यो ठुलो माछाले पनि खान्छ अनि तिमीले त्यो एग वाइट के गर्न सक्छौ भने चाहिँ त्यसलाई स्म्यास गरेर तिमीले उसमा ट्याङ्कमा कम्ती हालिदियो भने त्यो पनि न्युट्रिसियस हो यु क्यान गिभ स्पिनिच टु योर फिसेस होइन हुन्छ नि अब मटरहरू उमालेर होइन ग्रिन अब मटरहरू उमालेर दियो भने स्म्यास गरेर दियो भने त्यो पनि एकदमै हेल्दी हो नि सो त्यस्तोहरू दिनु सक्छ यो होइन कि मार्केट फुड एकदमै राम्रो न्युट्रिसियस हो होइन इट्स टु एक्सपेन्सिभ सो अब तिमीलाई हेर्दाखेरि चाहिँ लाइक तिमीलाई कति फलिफाप भएको छ जस्तो लाग्छ कि कस्तो फलिफाप लाइक अब माछा राखेर अब हुन्छ नि अलिकति अब गुड वेज अब यस्तो हो म चाहिँ कहिले पनि अब तिम्रो बात काटेको जस्तो भयो तर म कहिले पनि यो चाहिँ गर्दिनँ कि द्याट माछा राखेर चाहिँ मलाई फर्चुन होस् भन्दैन म माछा राख्छु बिकज द्याट इज माई प्यासन म कुनै सेल्फिसनेसको लागि राखेको होइन गुड भाइब्स ब्याड भाइब्स आई फिल गुड वेन एभर आई गेट टायर्ड होइन म जहिले बेलुका अफिसबाट गएर चाहिँ बेलुका हेर्छु होइन इभन म जिमबाट गएर पनि सुत्ने बेलामा यसो हेर्छु आई सी द मुमेन्ट्स आई सी देयर वर्ल्ड क्यो इट्स अलवेज गुड टु सी लाइक फिस आर मुभिङ मैले कतिवटा टाइममा माछाले बच्चा पार्दै गरेको पनि देखेको होइन लाइक अन्त मेरो धेरै माछाहरू छ बटम डुवेलर्स जसले चाहिँ अब ग्राउन्डलाई क्लिन राख्छ होइन एल्गी इटर्सहरू छ उनीहरूले जुन चाहिँ वेमा एउटा आफ्नो ड्युटी गर्छ नि फङ्सन छ उनीहरू त्यो उनीहरूले डिफ्रेन्ट अब यो क्याटेगोरीको माछाले आफ्नो काम गरिरहेको अर्को क्याटेगोरीको माछाले गरिरहेको अर्को माछाले होइन स्विम गरिरहेको एट द सेम टाइम बच्चा पार्दै गरेको देख्दा चाहिँ खुसी लाग्छ क्या त्यो स्ट्रेसै हराउँछ सो आई जस्ट गेट इन टु द डिफ्रेन्ट वर्ल्ड त्यो चाहिँ मजा आउँछ नि सो म त्यो कहिले सेल्फिसनेसको लागि चाहिँ हुँदैन यो माछा राख्यो चाहिँ मलाई गुड फर्स त्यस्तो हुँदैन ओके त्यस्तै कुरा गरौँ भने त अब फर इक्जाम्पल म तिम्रो सोमा आएँ होइन सोमा आएँ म तिम्रो सोमा आएर चाहिँ तिम्रो सो चाहिँ अब डरलाग्दो फलिफाप हुन्छ नि छैन होइन तिमीले मलाई बोलायो एज अ गेस्ट होइन अनि म तिम्रो साथी पनि हो एज अ फ्रेन्ड बोलायो नि त यो होइन कि तिमीले मलाई पैसा दिएर बोलायो सेम थिङ इज विथ द हबी थिङ इज ठिकै त्यो कुरा पनि सो अब यो साह्रै लामो पनि नबनाऊ है यो पोडकास्ट नै किनभने हिँड्नेहरूलाई अल्छी लाग्दो हुन्छ होला अब के गरे जस्तो लागेको छ बकवास गरे जस्तो लाग्छ होला तर यो चाहिँ अब हाम्रो लागि पनि त हो नि त तिमीले अब म यो युट्युबमा हाल्छु कि त्यो सोसियल मिडियातिर हाल्छु पोस्ट गर्छु होइन त्यति बेला तिमीले अब कोही पनि अल्छी लागेको बेला आफै हेर्दा पनि भइहाल्छ क्रिएटिभ मेमोरिज इन अदर वेज मेमोरी छैन पनि भइहाल्छ यो कुराहरू पनि गर्दैछ है भनेको नि सो अब यो पोडकास्ट पनि यतिमै समाप्त गर्ने बेला भयो है त्यो गर्नुभन्दा अगाडि चाहिँ लेट्स प्ले क्विज गेम के भन्छ क्विज गेम खेल्छौँ ओके क्विज खेल्छौँ Let's go for it. ओके लाइक अब क्विज पनि कस्तो खालको हेर्ने अब सिम्पल जस्तै अब यो त्यसको लागि मात्रै नि अब मनोरञ्जनको लागि मात्रै जस्ट फर इन्टरटेनमेन्ट सो आई विल गिभ यु ए वर्ड है एउटा वर्ड दिन्छु त्यो वर्डले चाहिँ फर्स्ट एउटा क्लिकमै तिम्रो दिमागमा के आउँछ Okay, what comes in your mind? लाइक म ट्रक भने ट्रक के आउँछ Okay. ओके त्यही खालको ल सो अब तिमीले भन्नु पर्दाखेरि अब त्यही भनौँ न अब है अब त्यो चाहिँ हल्का क्याजुअली सोध्दाखेरि वाट यु थिङ्क वाट कम्स इन यर माइन्ड वेन आई से इलेक्ट्रिसिटी Electricity. Wi-Fi. ओके वाइफ Partner. Life partner. ओके बाइक Adventure. फिस Passion. स्कुल Learning. Temple. ओके कलेज You. Okay. Beer. What? Beer. Beer.
खाने बियर नि फेरि खट्टु बियर Oh, I know. Beer. Uh. One mug. Huh? One mug. One more. Because I cannot go apart from that, no. Cigarette. I don't smoke. Okay. Picture. What kind of picture? Like movie. Movie. Okay, that's movie. See, movie, no. Movie. Denzel. That's all. I still remember. I watched it along with you only for the last time in my life. Then after the movie, actually. Which movie? Krish, I guess. अनि क्रिस सँगै हेरेको थिएन तिमी त क्रिस जस्तै कलेजको छप्पर गर्नु जब गरेको होइन ए हामी हेरेको थियौँ म त मुभी नहेरेको निकै भयो तिमीलाई आउनु नहेरेको पनि थाहा छैन मुभीको के थाहा छ मैले के भन्छ फोनमा चाहिँ हेर्छु फोनमै आइहाल्छ हो राम्रो क्वालिटीमा आउँछ सो फोनमै हेर्छु हलमा चाहिँ जाने मेरो त्यो परिक्रम भएको छैन भन्छ भनौँ न I haven't been to hall for many long years so don't feel like to go for the movies है त जानुपर्छ होइन समटाइम्स वी हेभ टु गो लाइक फाल्टु एक्स्ट्रा मजा हुन्छ नि त मुभी फोनमै हेरेको र हलमा हेरेको डिफ्रेन्ट एक्सपिरियन्स हुन्छ नि त ठिक है सो बेसी क्विज पनि राखेनौँ है के भन्छ ठिकै हो सो यतिमा राखौँ सो वन्स अगेन भेरी मच I am very much thankful that you came in my podcast and you gave your valuable time. त्यस्तै छ हामी अब बिदा गर्दैछु उजितलाई हो उजित एज ए बाइकर होइन हो फिसरम्यान एज ए टिचर होइन एज ए फाइनेन्सियल पर्सन होइन फाइनेन्स छ त फाइनेन्सियल पर्सन एज ए फुटबलर के भन्नु के जसले सम्बोधन गरे पनि इट विल बी लाइक काइन्ड अफ स्मल थिङ हुन्छ नि सो त्यही भन्दाखेरि इट्स टाइम टु एन्ड दिस पोडकास्ट है सो ओके catch you guys in next episode and once again thanks Sujit. Okay, thank you so much for having me in your show. It's my pleasure to be here. Okay, so tata, bye bye.